हेलो फ्रेंड्स, वेलकम बैक माई च्यानल। आज म तपाईँलाई कक्षा 10 मा रहेको अप्सनल विषयको युनिट 3 मैट्रिक्समा रहेको च्याप्टर 1 र 2 डिटर्मिनेन्ट एन्ड इन्भर्स मैट्रिक्सको बारेमा थोरै जानकारी दिन गइरहेको छु। ध्यान दिएर हेर्नुहोला। फर्स्ट अफ अल पहिला सुरुमा हामी हेर्छौँ डिटर्मिनेन्ट इज पोसिबल। डिटर्मिनेन्ट चाहिँ स्क्वायर मैट्रिक्समा पोसिबल हुन्छ। डिटर्मिनेन्ट जस्तै यो स्क्वायर मैट्रिक्स र एन्ड कोलम चाहिँ दुईटा भएको जसलाई स्क्वायर मैट्रिक्स भनिन्छ। अब डिटर्मिनेन्ट अफ ए कसरी निकाल्ने, यसको सिम्पल इजी फर्मुला भनेको एडी माइनस बीसी, डायगोनल अपोजिट डायगोनल मल्टिप्लाई गरेर अर्को अपोजिट डायगोनलसँग माइनस गरिदिने। फर इक्जाम्पलको लागि हेर्नु पऱ्यो, यो मैट्रिक्स रहेको छ 4 3 2 1। अब यसको लागि युजिङ फर्मुला युज गर्न सकिन्छ हामीले, त्यही अघि नै कि एडी माइनस बीसी अपोजिट 4 into 1 ए। अब हामीले यसलाई 4 into 1 minus 3 into 2 गरेर 4 minus 6 गर्दा -2 आयो। डिटर्मिनेन्ट -2 आउँछ, यसरी निक्लिन्छ। फेरि अर्को हेरौँ, अर्को डिटर्मिनेन्ट अफ एक्स -10 12 5 -7 हेर। अब हामीले फर्स्टमा लेट हेयर अथवा एक्स त्यो मैट्रिक्स लेख्ने। अब यसलाई हजुरहरूले सजिलोको लागि एबीसीडी मैट्रिक्ससँग कम्पेयर गर्ने र युजिङ फर्मुला लाउन सक्नुहुन्छ। एडी माइनस बीसी अपोजिट डायगोनल एडी मल्टिप्लाई गर्ने माइनस बीसी अपोजिट डायगोनलसँग मल्टिप्लाई गर्ने। अब ए को ठाउँमा -10 छ, -10 into -7 माइनस फेरि अपोजिट डायगोनल 12 into 5 गरेर 70 - 60 10। डिटर्मिनेन्ट हाम्रो कति आयो 10। यही नै यसरी डिटर्मिनेन्ट निकाल्न सकिन्छ। फर्स्टमा रहेको छ इन्भर्स मैट्रिक्स निकाल्न चाहिँ फर्स्टमा तपाईँहरूले सिङ्गुलर मैट्रिक्स र नन सिङ्गुलर मैट्रिक्स भन्ने बुझ्नु पर्ने हुन्छ। फर्स्टमा सिङ्गुलर मैट्रिक्स भनेको के बुझौँ। सिङ्गुलर मैट्रिक्स भनेको त्यो एउटा स्क्वायर मैट्रिक्स हुन्छ जुनको डिटर्मिनेन्ट निकाल्दा चाहिँ डिटर्मिनेन्ट चाहिँ 0सँग इक्वल भयो भने त्यो सिङ्गुलर मैट्रिक्स, त्यसको डिटर्मिनेन्ट 0 आयो भने त्यो चाहिँ सिङ्गुलर मैट्रिक्स। र अर्को नन सिङ्गुलर मैट्रिक्स भनेको चाहिँ एउटा स्क्वायर मैट्रिक्स नै हो जसको डिटर्मिनेन्ट निकाल्दा चाहिँ 0सँग बराबर 0 आउँदैन, यानि कि नट इक्वल टु 0 हुँदैन भने त्यसलाई नन सिङ्गुलर मैट्रिक्स भनिन्छ। अब इन्भर्स मैट्रिक्स कसरी निकाल्ने त, सजिलो तरिकामा हेर्नुहोस्। म तपाईँहरूलाई इक्जाम्पलको माध्यमबाट सिकाउन गइरहेको छु। फर इक्जाम्पल एउटा मैट्रिक्स सपोज गरौँ। फर्स्टमा ए मैट्रिक्स 1 2 4 8 यो एउटा फर इक्जाम्पलको लागि। अब यसको डिटर्मिनेन्ट निकालौँ, डिटर्मिनेन्ट अफ ए। अब यसको फर्मुला लाउन सकिन्छ। त्यो फर्मुला हजुरले ल्याउँदा एडी अपोजिट डायगोनल एडी माइनस बीसी। अब ए भनेको 1 into डी भनेको 8, त्यसपछि माइनस बी भनेको 2 हो। मैले यो मल्टिप्लाईमा जसरी लेखे पनि पाइयो, त्यसरी अगाडि 4 लेखेको छु। 4 into 2 गरेर 8 - 8 यो 0 आयो। यो 0 आयो भनेपछि डिटर्मिनेन्ट अफ ए इज इक्वल टु 0 आयो भने सिङ्गुलर मैट्रिक्स भयो। सिङ्गुलर मैट्रिक्स भनेपछि यो एक्जिस्ट हुने, इन्भर्स निकाल्न यो हामीलाई मिल्दैन। त्यसमा 0 आयो भने त्यो इन्भर्स एक्जिस्ट गर्दैन, भनेको इन्भर्स निकाल्न मिल्दैन। डिटर्मिनेन्ट 0 आएन भने इन्भर्स निकाल्न मिल्छ। त्यसरी अब फर्स्ट इन्भर्स अब त्यो एक्जिस्ट हुन्छ कि त्यो हेर्न मिल्छ। पहिला हेर्नुहोस्, पत्ता लगाएर त्यसपछि अब एड्जोइनिङको फर्मुला जस्तै अब त्यहाँ यो मैट्रिक्स फर्म छ, यसको मैले सपोजको लागि एबीसीडी यो मैट्रिक्स सपोज गरेँ। अब यसको एड्जोइनिङ निकाल्नको लागि तपाईँहरूले यो ए र डीलाई आफ्नो प्लेस एक्सचेन्ज गर्ने। ए को ठाउँमा डी लेख्ने, डी को ठाउँमा ए प्लेस एक्सचेन्ज गर्ने। यो बी र सी जस्ताको त्यस्तै राखेर त्यसमा नेगेटिभ साइन यानि कि माइनस साइन थपिदिने। यसरी एड्जोइनिङ निस्किन्छ। त्यसपछि एड्जोइनिङ निक्लेपछि बल्ल इन्भर्स निकाल्नुपर्छ। इन्भर्स निकाल्ने फर्मुला के भने 1 अपन डिभाइडेड भनिन्छ। अपन डिभाइड बाई 1लाई चाहिँ डिटर्मिनेन्टले डिभाइड हान्ने इन्टु एड्जोइनिङ हामीले यहाँ फर्मुलामा देखाइएको थियो। एड्जोइनिङ यसरी मल्टिप्लाई हान्यो भने इन्भर्स निस्किन्छ। अब इक्जाम्पलको थ्रु हेरौँ। अब फर इक्जाम्पल एउटा इन्भर्स अब एउटा मैट्रिक्स रहेको छ 3 2 7 5। अब फर्स्टमा सोल्युसन लेट ए इज इक्वल टु 3 2 7 5 यो भयो। अब यसलाई हामीले इक्वल टु अब एबीसीडी यससँग कम्पेयर गर्न सकिन्छ। अब यसलाई डिटर्मिनेन्ट अफ यसको डिटर्मिनेन्ट निकाल्न फर्मुला मैले अगाडि पनि बताइसकेको थिएँ। अपोजिट डायगोनल अब अपोजिट मल्टिप्लाई गर्ने अनि अर्को अपोजिटसँग माइनस गर्ने। एडी माइनस बीसी गरेर यसरी नै। अब डिटर्मिनेन्ट अब 3 into 5 -2 into 7 15 - 14 डिटर्मिनेन्ट ए आयो। डिटर्मिनेन्ट ए आएपछि अब यो 0सँग बराबर भएन भनेपछि यो चाहिँ इन्भर्स निकाल्न मिल्छ। इट्स इन्भर्स एक्जिस्ट। अब नाउ फर्स्टमा हजुरले एड्जोइनिङ निकाले पनि भयो, अथवा एड्जोइनिङलाई डाइरेक्ट यहाँ राखे पनि भयो, यो हजुरहरूको इच्छा। फर्स्टमा मैले चाहिँ एड्जोइनिङ निकाल्छु, त्यसैले बुझ्नको लागि सजिलो हुन्छ। एड्जोइनिङ निकाल्नको लागि 5 3 यो यसको एड्जोइनिङ निकाल्न मैले भने प्लेस एक्सचेन्ज गर्नुपर्छ। 3 को ठाउँमा 5 अनि 5 को ठाउँमा 3 एक प्लेस एक्सचेन्ज। त्यसपछि यो बी र सीको प्लेस अगाडि कम्पेयर गर्दा बी र सीको प्लेस चाहिँ जस्ताको त्यस्तै राखेर नेगेटिभ साइन थपिदिने। त्यसपछि नाउ भनेर इन्भर्सको फर्मुला लाउने। इन्भर्सलाई यसले डिनोट गर्छ, -1ले डिनोट गर्छ। इज इक्वल टु 1 अपन अथवा डिभाइड बाई डिटर्मिनेन्ट इन्टु एड्जोइनिङ। त्यसपछि अब इक्वल टुमा अब 1 अपन अब एड्जोइनिङ हाम्रो कति निक्लेको थियो 1, डिटर्मिनेन्ट कति निक्लेको थियो 1 भयो। अब 1ले डिभाइड हान्यो अनि ब्राकेटमा यो एड्जोइनिङ 5 -7 2 -2 3। अब 1ले डिभाइड हान्दा 1 भयो अनि 1ले सबैलाई मल्टिप्लाई गर्दा 1ले सबैलाई मल्टिप्लाई गर्दा यो जस्ताको त्यस्तै आउँछ। सो फर्स्टमा भनेर हामीले यहाँ इन्भर्स अफ मैट्रिक्स ए 3 2 7 5 इज इक्वल टु 5 -2 -7 3। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ।